आमेन। दोस्रो राजा 6 अध्यायको 24 र 25 पद, दोस्रो राजा 7 अध्यायको 1 र 2 पद म पढ्दैछु। तपाईको बाइबललाई खोल्नुहोस्, हेर्नुहोस्, वचनलाई सुन्नुहोस् राम्रोसँग, किनकि पवित्र आत्मा तपाईसँग आज व्यक्तिगत तौरमा उहाँ बोल्न चाहनुहुन्छ। म पढ्दैछु। त्यसको केही समयपछि आरामको राजा बेन हददले आफ्नो सारा सेना जम्मा गरेर सामरियातर्फ अघि बढेर त्यसलाई घेरा हाले। सहरमा घोर अनिकाल पर्यो। घेरा यति लामो भयो कि गधाको एउटा टाउको 1 किलोग्राम चाँदी र 1 मुठी सिमी 55 ग्राम चाँदीको दाम भयो। म अब 7 अध्यायमा आउँदैछु, त्यसको 1 र 2 पद दोस्रो राजाको। एलिसाले भने, परमप्रभुको वचन सुन्नुहोस्। परमप्रभु यसो भन्नुहुन्छ, भोलि यही बेला सामरियाको मूल ढोकामा 1 ग्राम चाँदीमा 1.5 माना पिठो र 1 ग्राम चाँदीमा 3 माना जौ बिक्री हुनेछ। जुन अधिकृतको हातको भर लिएर राजा हिँड्थे तिनले परमेश्वरको जनलाई भने, हेर, परमप्रभुले स्वर्गको झ्यालहरू खोलिदिनु भए भने पनि के यस्तो हुन सक्थ्यो र? एलिसाले जवाब दिए, तिमीले त्यो आफ्नै आँखाले देख्नेछौ, तर तिमीबाट त्यसबाट केही खाना पाउने छैनौ। आउनुहोस्, म एउटा घटनालाई, सत्य घटनालाई सेयर गर्न चाहन्छु। बाइबलमा हामीले हेर्यौँ भनेदेखि राम्रो सुन्नुहोस्, आज प्रभु तपाईँसँग बोल्नु हुँदैछ। एउटा सामर्य भन्ने ठाउँमा चाहिँ शत्रुले एउटा के गर्दैछ भनेदेखिलाई त्यो ठाउँमा घेरा हाल्दैछ। शत्रुले सामरियामा के गर्दैछ भनेदेखिलाई बेन हदद अनि सिरियाको या त आराम पनि भनिन्छ। तपाईँको बाइबलमा हेर्नुभयो भनेदेखिलाई सिरियाको राजाले बेन हदद भन्ने एउटा क्रुएल, एउटा एकदमै अब नकारात्मक भएको विचार भएको मान्छेले के गर्दैछ भन्दा शत्रुले इजरायलको सामर्य भन्ने ठाउँमा चाहिँ घेरा हाल्यो। सुन्नुहोस्, आज तपाईँले यो कुरा बुझ्न पर्छ। शत्रुले जहिले पनि तपाईँको जीवनमा घेरा हाल्नु चाहन्छ। शत्रुले जहिले पनि तपाईँको जीवनमा पापको कुरा लिएर घेरा हाल्नु चाहन्छ। तपाईँको जीवनमा रोगको कुरा लिएर घेरा हाल्नु चाहन्छ। तपाईँको जीवनमा अशान्ति लिएर घेरा हाल्नु चाहन्छ। तपाईँको जीवनमा ख्रीष्टसँग नजोडोस्, पवित्र आत्मासँग नजोडोस्, परमेश्वरको वचनसँग नजोडोस् भनेर शत्रुले जहिले पनि तपाईँको जीवनमा घेरा हाल्नु चाहन्छ। सुन्नुहोस्, घेरा भनेको चाहिँ एउटा बार, ठुलो बार। तपाईँले यदि अब मुभीहरू, ग्ल्याडिएटरहरू या त कुनै तपाईँले हिस्ट्रीको मुभीहरू, राजाहरूको टाइमको मुभी हेर्नुभयो भने नि जहिले पनि सहरलाई कसरी गर्थे भन्दा नि एउटा सहरलाई उनीहरूको जीवनमा अनिकाल ल्याउनु हो भने, एउटा सहरको मान्छेलाई मार्नु हो भने, यदि एउटा सहरको मान्छेको जीवनलाई तितो बनाउनु हो भने, यदि एउटा सहरको मान्छेलाई कमजोर दुर्बल बनाउनु हो भनेदेखिलाई शत्रुले जहिले पनि एउटा ट्याक्टिक या त स्ट्राटेजी के युज गर्छ भनेदेखिलाई घेरो हाल्छ वरिपरि। शत्रुले सप्लाई लाइनलाई चुट्टाइदिन्छ भन्नु चाहेको। सुन्नुहोस्, इजरायलको सामर्य भन्ने ठाउँको त्यहाँको मान्छे राजाको सप्लाई लाइनलाई चाहिँ ब्रेक गरिदियो। शत्रु यस्तो स्ट्राटेजी गर्यो। अब यदि हामीले यिनीहरूको सप्लाई लाइनलाई, सुन्नुहोस्, तपाईँ र मेरो सप्लाई लाइन चाहिँ यीशु प्रभु हुनुहुन्छ, तर यदि यीशु ख्रीष्टसँग हामी जोडेको छैनौँ भनेदेखिलाई, यदि ख्रीष्टसँग हामी मिलापमा छैनौँ भनेदेखिलाई, यदि ख्रीष्टको वचनको प्रतिज्ञालाई हामीले बिर्सेको छौँ भनेदेखिलाई अब सप्लाई लाइन चाहिँ छुट्टिन्छ अनि शत्रुले त्यही चाहन्छ। सुन्नुहोस्, तपाईँ र मेरो जीवनको ख्रीष्टसँगको जुन चाहिँ सम्बन्ध छ, जुन चाहिँ युनियन छ, जुन चाहिँ दागको बोटको यौनाको 15 अध्यायले त्यही कुरा गर्छ। दागको बोटसँग रहिरहने हाँगाले चाहिँ फल फलाउँछ। सुन, शत्रु चोट्टा छ, त्यसले कसरी हुन्छ, कताबाट हुन्छ? जुन चाहिँ सप्लाईबाट चाहिँ तपाईँको जीवनमा नै शान्ति आउँछ, जुन चाहिँ सप्लाई लाइन जो यीशु ख्रीष्ट हुनुहुन्छ, जहाँबाट चाहिँ हामीले जहिले पनि नयाँ कुरा पाउँछौँ, नयाँ प्रकाशको कुरा पाउँछ। हाम्रो कठोर हृदय प्रेमको हृदयमा परिवर्तन हुनसक्छ। हाम्रो मन चाहिँ ख्रीष्टको मनमा परिवर्तन हुनसक्छ। हाम्रो विचार चाहिँ परमेश्वरको राज्यको माइन्डसेटमा परिवर्तन हुनसक्छ। हाम्रो जीवनमा शान्ति आनन्दको सप्लाई लाइन चाहिँ वास्तवमा यीशु प्रभु हुनुहुन्छ। सुन, शत्रुले तर त्यही कुरालाई छुट्याउनु चाहन्छ। सुन, यसरी बुझ्नुहोस्, यदि एउटा ठाउँमा जब ल्यान्डस्लाइड जान्छ या त पुल ब्रेक हुन्छ, सुन्नुहोस्, त्यो ठाउँमा नि चामल, अब हाम्रो यहाँ सिक्किममा के हुन्छ भन्नुहोस् त, कतिचोटि बाटो बिग्रिन्छ, बाटो बन्द हुन्छ, यहाँ ल्यान्डस्लाइड जान्छ लिखे भिरतिर, अनि त्यो रुट चाहिँ बिग्रियो भने
अब सिक्किममा प्याजको दाम, टमाटरको दाम, लसुनको दाम 100 किलो 200 रुपियाँ किलो, 300 रुपियाँ किलो हुन्छ नि, बढ्दै जान्छ। सुन्नुहोस्, भन्नु चाहेको यदि शत्रु सक्षम भयो भने तपाईको जीवनको सप्लाई लाइनलाई त्यसले तोड्नु पायो या त ब्रेक गर्नु पायो भने तपाईको जीवनलाई सजिलोसँग त्यसले तपाईलाई बहकाउन सक्छ। त्यसले सजिलोसँग तपाईको जीवनमा अशान्ति, तपाईको जीवनमा रिसको कुरा, तपाईको जीवनमा डाहाको कुरा, तपाईको जीवनमा म फुस्रो, आफ्नो जीवनमा सेल्फ पिटी भन्ने कुरा त्यसले सजिलोसँग उब्ज्याउन सक्छ। सुन्नु, शत्रुको रणनीति त्यही हो, तपाईको जीवनमा घेरो हाल्नु चाहन्छ। सुन्नुहोस्, त्यो घेरोले एउटा मान्छेलाई नि निस्सासिने बनाइदिन्छ। त्यो घेरोले के बनाउँछ भनेदेखि एउटा मान्छेको आँखालाई अन्धो बनाइदिन्छ। त्यो घेरोले के बनाउँछ भनेदेखिलाई क्षितिज पारीबाट कुन कुरो आउँदैछ या त स्वर्गबाट कुन कुरो आउँदैछ, सुन्नुहोस् त्यो घेरोले देख्नु दिँदैन। अब यस्तो अलिक अग्लो मान्छे छ कोही, करन यता आउन हुन्छ। सुन्नुहोस्, अग्लो मान्छे छ भनेदेखिलाई यदि म पुड्को होचो छु भने मेरो पनि हाइट त साह्रो कम्ती त छैन कि बोलाउँ म पुड्को मान्छे पनि, हजुर छानेर बोलाउँ। हजुर तपाईँ जस्तो हुनुहुन्छ प्रभुले तपाईँलाई सुन्दर बनाउनु भएको छ, आमेन। बनाइदिइहालेको नि। अहिले फेरि शत्रुले मौका नल्याओस्, घेरो अहिले नहालोस्। दाले त पुड्को भन्यो, हामीलाई त हेप्यो, आमा वचन बोल्ने मान्छेले त्यस्तो त नभन्नु नि भनेर अहिले कमेन्ट पनि आउँछ फेरि युट्युबमा बाठेहरू। सुन्नुहोस् अबरहरू, अहिले म आउँदैछु कुरामा। सुन्नुहोस्, यदि म होचो पुड्को छ भने उनीहरू चाहिँ मेरो जीवनका लागि पर्खाल हो भनेदेखिलाई, उनीहरू चाहिँ मेरो जीवनको घेरो भनेदेखिलाई यता उता पारीबाट कुन कुरो आउँदैछ म देख्नु सक्दिनँ, म बुझ्नु सक्दिनँ। अनि मेरो विचार चाहिँ बन्द हुन्छ। पारीपट्टिबाट जुन चाहिँ आश्चर्य कर्मको कुरा छ, पारीबाट जुन चाहिँ ख्रिस्टबाट आउने जीवनको कुरा छ, पारीबाट जुन चाहिँ ज्योतिको आउने कुरा छ, यदि म चाहिँ साङ्गुरेर बसेँ भने, यदि मेरो अगाडि चाहिँ त्यो शत्रुले चाहिँ घेरो हालेर ठुल्ठुलो पर्खाल चाहिँ वरिपरि बारे बार बनाइदियो भनेदेखिलाई मैले त्यो ठाउँमा अन्धो भइकन पारीबाट आउँदै गरेको कुरा चाहिँ त्यो कुरा नदेखेर चाहिँ म के भन्छु भन्दा नि केही छैन पारीपट्टि। सुन्नुहोस्, पारीपट्टि त केही छैन, छन् त हौ। सुन्नुहोस्, अहिले यसरी बुझ्नुहोस्, अब अझै मजाले भएको छैन। पारीपट्टि तपाईँहरू हुनुहुन्छ, तर यहाँ चाहिँ फुल्ली वल छ भने या त ठुलो पर्खाल घेरो छ भने छन् त तपाईँ। तर मैले देखेन भन्दै करण भाइको टाउकोले, यहाँ भाइको टाउकोले, मेरो आँखाले चाहिँ यो टाउको मात्रै देख्दैछ, तर मैले चाहिँ होइन छैन पारीपट्टि केही पनि, पारीपट्टि छैन थुप्देन छैन, पारीपट्टि सेलिना छैन, पारीपट्टि पल छैन, पारीपट्टि जोन छैन भनेर यदि मैले भने तर तपाईँ चाहिँ त्यही पारीपट्टि हुनुहुन्छ र मैले यताबाट भने तपाईँले पत्याउनुहुन्छ भन्नुहोस् त? पत्याउँदैन। तपाईँलाई थाहा छ नि त, यतापट्टि मान्छे छ, यतापट्टि क्यामेरा छ, यतापट्टि चेयरमा बसिरहेको छ, यतापट्टि मिडिया टिमले काम गरिरहेको छ, तर मैले देखेन भन्दैमै मेरो अगाडि घेरोले चुनौती दिँदाखेरि, मेरो अगाडि पर्खालले चुनौती दिँदाखेरि, मेरो अगाडि शत्रुले चुनौती दिँदाखेरि, परिस्थितिले चुनौती दिँदाखेरि त्यसले ठुल्ठुलो बार लगाएर मेरो अगाडि ल्याए भन्दा मैले छैन भन्दा चाहिँ मिल्दैन। छ, सुन्नुहोस् छ, तर विचारले के भन्छ भन्नुहोस् त? मैले आँखाले हेरेर पत्याउँदैछु। सुन्नुहोस्, मेरो यो देखिने लौकिक आँखाले करण भाइ र यो भाइले पर्खाल बनाइदिएर मैले खालि पर्खाललाई देख्दैछु, मैले खालि समस्यालाई देख्दैछु, मैले खालि रोगलाई देख्दैछु, मैले खालि त्यो ठाउँमा अशान्तिको कुरा देख्दैछु, मैले परिवार घरानामा नमिलेको कुरा देख्दैछु, अन्धकार मात्रै बढेको कुरा देख्दैछु, त्यो ठाउँमा बेविचार मात्रै बढेको कुरा देख्दैछु। यो देख्दाखेरि मैले त्यही कुरालाई विश्वास गर्नु भएन। सुन्नुहोस्, तर जुन चाहिँ मान्छे विश्वासमा हिँड्ने मान्छे छ, जुन चाहिँ मान्छेले अलौकिक कुरामा विश्वास गर्छ, जुन चाहिँ मान्छेले आफ्नो परमेश्वरलाई चिन्छ, सुन्नुहोस् त्यो मान्छेले नि यो क्षितिज पारी के कुरा छ भनेर नि यो पर्खाललाई नि हटाएर नि अलिकति हटाएर चाहिँ नि आफ्नो बनाउँछ। आमेन। सुन्नुहोस्, वी वक बाई फेथ नट बाई साइट।
हामी हेरेर हिँड्ने मान्छे होइनौँ हामी हेरेर हुन्छ थ्याङ्क यू भाइ थ्याङ्क यू ल करण हामी हेरेर हिँड्ने मान्छे होइनौँ सुन्नु शत्रुले झुक्काको मेन ठाउँ कहाँ भन्दा एउटा चर्चलाई विश्वासीलाई हेरेर कुरा विश्वास गर्नु लाउँछ बेसी हेरेर कुरा चाहिँ त्यो ठाउँमा चाहिँ नि त्यो भ्रममा शत्रुले पारिदिन्छ अनि त्यही कारण चाहिँ हावा पनि भ्रममा परेको किनकि हावाले देखेर विश्वास गर्यो सुन्नुहोस् हावाले देखेर त्यो फललाई हेर्यो शत्रुले झुटमाथि झुट थप्दै थियो शत्रुले यो खाइस् भने परमेश्वर जस्तै हुन्छ यो खाइस् भने त आमा परमेश्वरले तँलाई नखानु भनेको छ ओपर तँ ज्ञानी हुन्छस् बुद्धिमान हुन्छस् तँ त एकदमै शक्तिशाली हुन्छस् भनेर शत्रुले झुक्कायो अनि हावाले जसै त्यो कुरा देखिने कुरालाई विश्वास गर्यो सुन्नुहोस् त्यति बेला पाप उत्पन्न भएको सुन्नुहोस् हामी हेरेर हिँड्ने मान्छे होइनौँ हामी नेचुरल आईले हेरेर विश्वास गर्ने मान्छे होइनौँ खासमा तर जुन कुरो अलौकिक छ जुन कुरो स्वर्गीयमा छ जुन कुरा आत्माले ल्याउँदैछ मण्डलीमा जुन कुरा परमेश्वरको प्रतिज्ञा वचनको हरेक प्रतिज्ञा जो यस अनि आमेन हो त्यो कुरालाई विश्वास गरेर अगाडि लम्किने व्यक्ति तपाईँ अनि म हौ आमेन विश्वास गर्नुहुन्छ विश्वास गर्नुहुन्छ सुन्नुहोस् मेरो प्रिय शत्रुले घेरो हाल्यो तपाईको जीवनमा पनि विभिन्न घेरो भइरहेको होला सायद कतिजना तपाईको जीवनमा फाइनेन्शियल चुनौती भइरहेको छ कतिजनाको सायद तपाईको जीवनमा शरीरमा दुखिरहेको छ पीडा भइरहेको छ त्यो पीडा र त्यो पेनले गर्दाखेरि तपाईले प्रार्थना गर्नु पनि सक्नु भएको छैन तपाईको जीवनमा प्रश्न उठिरहेको होला प्रभु किन मेरो जीवनमा यो कुरा भएको सुन्नुहोस् तपाईको विश्वासको जाँच डुब्दै होला तपाईको जीवनमा नि परिवार अनि घरना बाँचेको छैन होला तपाईको जीवनमा खाली परिवार घरनामा लडाई झगडा मण्डलीमा एका दुस्रालाई दोष लाउने हस्बेन्डलाई लोक्नेलाई दोष हस्बेन्डले वाइफलाई दोष्याउने वाइफले हस्बेन्डलाई दोषाउने त्यो ठाउँमा तपाईको जीवनमा त्यो साइकलमा तपाईँ भइरहेको छ होला सुन्नुहोस् तर मेरो प्रिय देखेर नजिउनुहोस् यो शारीरिक आँखाले के भन्छ त्यसलाई नपत्याउनुहोस् तर परमेश्वरले देख्ने आँखा दिएर त्यसलाई विश्वास गर्न थाल्नुहोस् सुन्नुहोस् धन्य त्यो आँखा जसले यीशुलाई देख्छ सुन्नुहोस् प्रभुले तपाईँ र मेरो आँखालाई उगार्न चाहनुहुन्छ सुन्नुहोस् तपाईँ यो आँखाले सजिलो पत्याउन सक्छु नि त तपाईँको अब हामी फिजिकल मान्छे कस्तो भइसक्यो भन्दा नि जे कुरा बेसी देख्यो जे कुरा बेसी सुन्यो त्यही प्रकारले तपाईँ र मेरो प्राण बनिँदै गरेको हुन्छ त्यही कुरालाई बेसी बिलिभ गर्ने हुन्छ त्यही कुरालाई नि एकदम त्यसकै चर्चा यदि नेगेटिभ कुरा देख्यो नेगेटिभकै चर्चा 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 अनि त्यो कुरा कहिले पनि पोजिटिभमा कहिले पनि उत्पन्न हुनै सक्दैन सुन्नुहोस् शत्रुले त्यही चाहन्छ तपाईँ र मेरो जीवनको शत्रुले घेरो हालेर नि तपाईँ र मेरो आत्मिकी जीवनलाई नि कमजोर बनाउन चाहन्छ शत्रुले तपाईको जीवनमा घेरो हालेर नि तपाईको जीवनमा नि शान्तिको अनिकाल त्यो ठाउँमा प्रगतिको अनिकाल त्यो ठाउँमा सम्पन्नताको अनिकाल त्यो ठाउँमा महिमाको अनिकाल तपाईको जीवनको त्यो भित्री भागमा ज्योतिको अनिकाल शत्रुले जहिले पनि एउटा अनिकालको ऋतु जहिले पनि सुरु गर्नु चाहन्छ तर आज म तपाईलाई भनिदिउँ परमेश्वरले त्यही ठाउँबाट तपाईँ र मलाई निकाल्नुहुन्छ यो सत्य कुरा आज तपाईँ र मैले विश्वास गर्यो भन्दा नि हामी अघि बढ्दैछौँ आमेन सुन्नुहोस् यो घटना किन भएको त बाइबलमा सुन्नुहोस् उनीहरू युज टु भइसकेको छ उनीहरूले सामरियामा बस्ने मान्छेले उनीहरूले के देख्दैछ भन्दा सम्पूर्ण उनीहरूलाई सहरलाई घेरो हालेको आरामी सैन्य दलहरू रथहरू घोडचढीहरू लाखौँ लाखौँ एकदमै जाइन्ट्सहरू नेफिलिम्सहरू एकदमै सायद दैत्यको हाइट भएको आरामी सेना थियो होला अनि उनीहरूको जीवनलाई उनीहरूलाई कन्फर्म भइसकेको थियो उनीहरू यति साह्रो कन्फिडेन्ट थियो परमेश्वरको वचनमा भन्दा देखिने अवस्थामा बेसी कन्फिडेन्ट उनीहरूको जीवनमा भइसकेको थियो सुन्नुहोस् बुझ्नु हुँदैछ उनीहरूको कन्फिडेन्स चाहिँ परमेश्वरमा हुनु पर्थ्यो तर सामरियाको मान्छेको अवस्था के भन्दै थियो भने उनीहरूले देखिँदै गरामा कुरामा उनीहरू कन्फर्म भइसक्यो हामी भोकले मर्छौँ हामी नासुन्छौँ
हाम्रो जीवनमा यो अनिकालले हाम्रो परिवार घरनालाई मार्छ, हाम्रो मिनिस्ट्री सकिन्छ, हाम्रो दौड सकिन्छ, हामी अगाडि लम्किन सक्दैन, हामी देशमा गएर राष्ट्रमा गइकन परमेश्वरको आवाज बनिन सक्दैन, किनकि हाम्रो जीवनमा अनिकालले सताइरहेको छ। सुन्नुहोस्, शत्रुले कन्भिन्स गर्दै थियो। सुन्नुहोस् मेरो प्रिय, शत्रुले तपाईलाई कन्भिन्स गर्छ, हुँदैन त, तपाईको जीवनमा उन्नति हुँदैन, तपाईको जीवनमा राखिदिएको स्वर्गको रिवार्ड चाहिँ हुँदैन, तपाईको जीवनमा रोगबाट तपाई चङ्गाई हुँदैन। शत्रुले तपाईलाई कन्भिन्स, तपाईलाई यस्तो तपाईलाई नि दबाब दिन्छ, त्यो कुरालाई तपाईलाई विश्वास गर्नु तपाईलाई करमा पार्छ, तर तपाईले जान्न जरुरी छ त्यसलाई विश्वास नगर्नुहोस्, तर विश्वास गर्नु चाहिँ नि परमेश्वरको वचन हो। आमेन। विश्वास गर्नुपर्ने चाहिँ परमेश्वरको प्रतिज्ञाको करार, जुन कुरोले भन्छ म तँलाई निश्चय निको पार्छु, म तेरो जीवनलाई सुन्दर बनाउँछु, म तेरो जीवनमा भलाइ ल्याउँछु, म तेरो जीवनमा नि शक्तिको कुरा ल्याउँछु, म तेरो जीवनमा खडेलीको ऋतुलाई अन्त गरिकन सल्लाहले खाएको वर्षालाई म फर्काइकन चाहिँ तेरो जीवनमा सहकालको कुरा, फेरि पनि त्यो धार्मिकताको झरी म तेरो जीवनमा वर्षाउँछु भन्ने प्रतिज्ञामाथि परमेश्वरले राखिदिएको छ। तर त्यो जसको लागि विश्वास गर्छ, सुन्नुहोस्, उनीहरूको अवस्था कस्तो छ भन्दा कतिचोटि तपाईँ र मेरो अवस्था जस्तै हुन्छ। अनिकाल, घेराउ, अब ग्रोथ छैन मण्डलीमा, अब सेवाकाईमा एउटै ठाउँमा अल्झी बसेको, अब प्रार्थनाको नयाँ आयाम छैन, अब यति समय रहेछ भने नि शत्रुले कन्भिन्स पार्छ। सुन्नुहोस्, उनीहरू डरायो। बाइबलले भन्छ ला अब घटना एउटा आमाले अर्कोको नानी खाइदिनेसम्म पुगिसके, अनिकालले यस्तो रङ डिसिजन लिने निर्णयमा लियो, उनीहरूले आफ्नै छोराहरू खान थालिसकेको थियो। मेरो प्रिय, आज म तपाईँलाई भन्न चाहन्छु, शत्रुले जसै घेरो हालेर तपाईँको अनिकाल तपाईँको जीवनमा ल्याउँछ, तपाईँलाई रङ चुनावहरू लिन त्यसले उक्साउँछ। सुन्नुहोस्, किन भन्नुहोस् त, अनिकाल छ नि त, अनि त्यसले तपाईलाई के पुरा तपाईलाई नि के गर्नु लाउँछ भन्दा नि रङ डिसिजन। अब संसारमै जानु बेस्ट रहेछ, अब बरु नि नराम्रो काम गर्नु ठिक रहेछ, अब बरु माई बडी माई विस, म जे पनि गर्दा भयो, मैले परमेश्वरलाई त्याग्दा पनि भयो, मैले मान्छेलाई नटेर्दा पनि भयो। सुन्नुहोस्, अनिकालले एउटा मान्छेलाई रङ निर्णयतिर नि लानुमा ढकेल्छ। सुन्नुहोस्, अनि बाइबलले के भन्छ भन्दा नि उनीहरू त्यही ऋतुमा थियो, उनीहरू त्यही साह्रो, उनीहरू त्यही चपेटमा बसिरहेको थियो, अनि सबै मान्छेले चाहिँ परमेश्वरलाई विश्वास गर्न छोडिसकेको थियो। परमेश्वर को हुनुहुन्छ, परमेश्वरले के गर्नु सक्नुहुन्छ, परमेश्वर जुन चाहिँ परमेश्वरले इजरायलीलाई मिस्रबाट निकालेका घटनाहरू पनि बिर्सिसकेको थियो। त्यो समयको इजरायली उनीहरूले बिर्स्यो परमेश्वरले कसरी लाल समुद्र दुई फ्याँक गरेको, परमेश्वरले कसरी चट्टानबाट पानी दिएको, परमेश्वरले कसरी एउटा भोको इजरायलीलाई मन्ना अनि बटाई चरा जुटाएको कुरा, सबै कुरा इजरायलीले बिर्स्यो। किन बिर्स्यो भन्दा नि देखिने कुराले बेसी प्रभाव पार्यो। सुन्नुहोस् मेरो प्रिय, तपाईलाई देख्ने कुराले कुन चाहिँ भागमा प्रभाव पार्दैछ? के तपाईलाई देखिने कुराले यीशुसँग जोड्दैछ? के तपाईलाई देखिँदै गरेको यो पृथ्वीमा तपाईको जीवनमा, परिवारमा, तपाईको आत्मिक जीवनमा हुँदै कुराले के तपाईलाई ख्रीष्टको नजिक लाँदैछ? के तपाईलाई नि अविश्वासी बनाउँदैछ? कि तपाईलाई परमेश्वर खै त आश्चर्य कर्म गर्ने परमेश्वर छैन भन्ने ठाउँमा पुर्याउँदैछ? सुन्नुहोस्, त्यो समयको इजरायलीले बिर्स्यो परमेश्वर चाहिँ शक्तिशाली छ भनेर। त्यो समयको इजरायलीले बिर्स्यो, उनीहरू त झन् गनगन गर्ने भए, उनीहरू त श्राप बोल्ने भए, उनीहरू त आफ्नै मान्छेलाई खाने भए, उनीहरू त सराप्ने भए, उनीहरूले परमेश्वरसँग रहिरहनु पर्ने, परमेश्वरसँग जोडी बस्नुपर्ने, परमेश्वरको प्रतिज्ञामा पक्रेर अघि लम्की बस्नुपर्ने। तर त्यो सामर्यको हरेक मान्छे, राजा सहित सबैजना चाहिँ नि उनीहरूको फोकस चाहिँ डाइभर्ट भए, बिर्स्यो परमेश्वरले के गर्नु सक्छ भन्ने कुरा। सुन्नुहोस्, जब रोगको चपेटमा
अनिकालको चपेटमा, घटी कमीको चपेटमा, जब तपाईको जीवनमा एकपछि अर्को लडाई, एकपछि अर्को लडाईको तपाईको जीवनमा नि त्यो घनघोर तपाई त्यो युद्ध भूमिमा तपाई लड्दै गरेको हुन्छ नि, सुन्नुस्, नबिर्सिनुस्, परमेश्वर तपाईसँग हुनुहुन्छ, परमेश्वर तपाईको पक्षमा हुनुहुन्छ। नबिर्सिनुस् तपाईको परमेश्वर उहाँले के गर्नु सक्नुहुन्छ। नबिर्सिनु परमेश्वर, जुन चाहिँ परमेश्वर चाहिँ दन्ते कथाको परमेश्वर होइन, तर जुन चाहिँ परमेश्वर जब बोल्छ निश्चय नै सृष्टि हुन्छै हुन्छ। सुन्नुहोस्, तपाईँ र मेरो परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ। क्रिएटर भन्ने शब्द नि हलुङ छैन, तर त्यो सृष्टिकर्ता भन्ने शब्द नि यति साह्रो सामर्थ्य छ। उहाँले हरेक कुरा सृष्टिमा ल्याउन सक्छ। सुन्नुहोस् मेरो प्रिय, सामरियाका मान्छे के भयो भन्दा नि उनीहरू फोकस डाइभर्ट भए। किन भन्नुहोस् त, उनीहरूको दिनको लडन्तले, उनीहरूको 24/7 को अनिकालले, उनीहरूको 24 घण्टा उनीहरूले दुःख, पीडा, समस्या, शत्रुलाई मात्र देखेको छ। जुन चाहिँ कुरा देखे त्यही कुरा चाहिँ उनीहरूको जीवनमा प्रभाव पार्न थाले। त्यही कुरा उनीहरूको जीवनमा इरिटेसन आए, त्यही कुरा उनीहरूको जीवनमा तितो आयो, त्यही कुरा उनीहरूको जीवनमा परमेश्वरलाई प्रशंसा दिनुपर्ने थियो, तर उनीहरूले चाहिँ परमेश्वरलाई प्रशंसा होइन, तर परमेश्वरलाई चाहिँ झन् नराम्रो भन्दै थियो। सुन्नु, शत्रुले त्यही बनाउनु चाहन्छ। अनि बाइबलले के भन्छ भन्दा नि, यस्तो अनिकाल, यस्तो मृत्युको ग्रिपमा, यस्तो मृत्युले छोपिरहेको सामरियाको हरेक राजा प्रजा लाखौं मान्छेलाई त्यो ठाउँमा अब मृत्यु बाहेक केही छैन। अब सबैजनाको भाग चाहिँ मृत्यु भनिकन सम्झिरहेको थियो। सुन्नुहोस्, कतिजना तपाईँ मेबी डेथ बेडमा हुनुहुन्छ, तपाईलाई क्यान्सरले, तपाईलाई या त कसैले मार्छु, या त भूत आत्माले मलाई कहिले पनि नछोड्ने रहेछ, म सतै नै रहने रहेछु भन्ने तपाईलाई कन्भिन्स बनाएको होला। तर आज म तपाईलाई भन्न चाहन्छु, तपाईको परमेश्वरले तपाईलाई निको छुटकारा दिइकन नयाँ जीवन दिनुहुन्छ। आमेन। सुन्नुहोस्, उनीहरूको अवस्था त्यस्तै थियो। अनि बाइबलले के भन्छ भन्दा नि, जब चाहिँ सबैजना उनीहरू अगमवक्ता एलिसासँग रिसाए, अनि म लामो कुरा छोटकरीमा ल्याउँदैछु किनकि म मुद्दामा, म मेन पोइन्टमा आउन चाहन्छु। उनीहरूले बिर्स्यो परमेश्वरले के गर्न सक्छ, परमेश्वरको चरित्र के हो, परमेश्वरको महानता के हो, परमेश्वरको भलाइ के हो, मलाई रचना गर्ने, मलाई सृष्टि गर्ने, ब्रह्माण्ड बनाउने परमेश्वर चाहिँ को हो, उहाँले के गर्नु सक्छ भन्ने कुरा बिर्स्यो। सुन्नुहोस्, हाम्रो एउटा मानिस जातिको एउटा ह्याबिट के हुन्छ भन्दैन, हामी बिर्सिन्छौँ। छुट्टो बिर्सिने, परमेश्वरलाई छुट्टो, परमेश्वरले कुन चाहिँ ठाउँबाट निकाले, कुन कुरो गर्न सक्छ भन्ने कुरा बिर्सी पठाउँछौँ। अनि कतिचोटि के हुन्छ, कसैले गुण गरेको छ भने त्यो पनि बिर्सिन्छ मान्छेलाई पनि। हजुर, कति त क्या बैगुने हुन्छ नि, कसैले गुण गरेको छ भने धन्यवादी त होइन, तर त्यसको सट्टामा त अझै गनगन गरेर, अझै मलाई त यो गरेन, त्यो गरेन, त्यो मान्छेले गरेकै हो नि, धन्यवादी हुनुपर्नेमा। तर कतिजना चाहिँ अझै बैगुने, किनकि बाइबलले के भन्छ, अन्तिम दिनमा 2 तिमोथीको 3:1-5 बैगुने स्वभाव अनि चरित्र हुन्छ। सुन्नुहोस्, सामरिया इजरायलीको मान्छेले नि उनीहरू बैगुने ठाउँमा जाँदै थियो। अनि उनीहरू एकदम रिसाएर राजा गएको छ, अब बरु यो अगमवक्ता एलिसालाई पनि मारिदिन्छु, परमेश्वर पनि कहाँ छ, परमेश्वरले पनि हाम्रो प्रार्थना सुन्दैन भनेर जसै राजा अनि उसको राजदूत चाहिँ एलिसाकमा गए। अब सुन्नुहोस् एउटा कुरा, म त्यो कुरामा आउँदैछु। विचारले, देखिने अवस्थाले उनीहरूलाई चपेटमा पारिरहेको छ। साँच्ची नै हो, लौकिक संसारमा देखिने ठाउँमा उनीहरू बन्धनमा छ, उनीहरू रोगमा छ, उनीहरू भोकमा छ, मृत्युले छोपिसक्यो, उनीहरूको जीवनमा अशान्ति छ, त्रास छ, उनीहरू प्यानिक भइरहेको छ, उनीहरूको हरेक मान्छेहरू मर्दै जाँदैछ। त्यो देखिने अनि उनीहरूको विचारमा राखेको कुरा त्यो छ।
अनि राजा पनि त्यही विचारधारणा र त्यही देखेर कुरा चाहिँ एलिसालाई मार्नु, अगमवक्तालाई मार्नु जाँदैछ। सुन्नुहोस्, अनि जसै उनीहरू गए नि, एलिसालाई भन्यो, अब खै त परमेश्वर, कहाँ छ परमेश्वर? अनि एलिसाले के भन्दैछ भन्दा नि, सुन्नुहोस्, देखिने कुरा अनुसार ऊ जिएन। उनीहरूले अरूको बोली, मेजोरिटीको भिडले के भन्दैछ भन्ने, सामरियाको मान्छेले के कुरा भन्दैछ भन्ने, सामरियाको मान्छेले मृत्यु छ, त्यो ठाउँमा भोग छ, अनिकाल छ भन्ने कुरालाई, त्यो कुरालाई बोलेको थिएन। तर एलिसाले के भन्दैछ भन्दा अब सबैजना चाहिँ नि भोलिको दिन चाहिँ परमेश्वरले प्रशस्तिको दिन ल्याउँदैछ। साह्रो परे पचाउनु। सुन्नुहोस्, तपाईँलाई भोलिको दिन चाहिँ परमेश्वरले तपाईँको जीवनमा अचम्म रीतिले तपाईँले नसोचेको, नबुझेको, कल्पना नगरेको कुरा भोलिको दिन परमेश्वरले त्यो गर्छ भने मेबी कतिजना त विश्वास गर्नु पनि सक्नुहुन्न होला। सुन्नुहोस्, एलिसाले के भने भन्दा नि भोलिको दिन राजा, भोलिको दिन परमेश्वरले प्रशस्ति ल्याउँदैछ, भोलिको दिन सबै कुरो सस्तो हुन्छ, भोलिको दिन जीवनको कुरा छ, भोलिको दिन समृद्धिको कुरा छ, भोलिको दिन विजयको कुरा छ, भोलिको दिन छुटकाराको कुरा छ, भोलिको दिन परमेश्वरले महिमा ल्याउँदैछ, भोलिको दिन झरी आउँदैछ, भोलिको दिन तपाईँको प्रार्थनाको उत्तर आउँदैछ, भोलिको दिन परमेश्वरको प्रतिज्ञा तपाईँको जीवनमा पुरा हुन्छ। सुन्नुहोस्, राजालाई भोलिको कुरा जब एलिसा अगमवक्ता जसले परमेश्वरलाई चिनेको थियो, माथिको कुरा देखेर जसै यो मान्छेले के भने भन्दैन, म सुन्दैछु परमेश्वरले भनेको भोलिको दिन प्रशस्ति हुन्छ। सुन्नुहोस्, राजासँग आउने कप्तानले के भने भन्दैन, कहाँ हुन्छौ, कहाँ हुन्छ, हुँदैन। सुन्नुहोस्, शारीरिक विचार देखिँदै गरेको, सुनिँदै गरेको जो मान्छे त्यो कुरा मानि संसारसँग बेसी जोडिएको छ, बेसी युनियनमा आएको छ, बेसी त्योसँग चाहिँ नि टाँसेको छ भने परमेश्वरले आत्माले गर्दै गरेको कुरालाई बुझ्नु दिँदैन। सुन्नुहोस्, राजाले के भन्दैछ भन्दा नि परमेश्वरले स्वर्गै खोले भने पनि भोलिको दिन प्रशस्ति हुँदैन। परमेश्वरले आफै पृथ्वीमा आएर, परमेश्वरले आफ्नै महिमा प्रकट गरेर पनि वा आफै स्वर्गबाट झरेर आए भने पनि भोलिको दिन चाहिँ प्रशस्ति हुँदैन। सुन्नुहोस्, कप्तानले त्यो कुरा भन्यो। सुन्नुहोस्, मेबी कतिजनाको विचारमा तपाईँको सोचाइ कप्तान जस्तै भइरहेको होला। कहाँ हुन्छौ, कहाँ हुन्छ भोलिको दिन, कहाँ हुन्छ भोलिको दिन मेरो ऋण माफ हुन्छ, कहाँ हुन्छ भोलिको दिन मेरो जीवनमा पवित्र आत्माले शक्तिशाली कार्य गर्छ, कहाँ हुन्छ भोलिको दिन मेरो परिवार चाहिँ बाँच्छ भनेर, कहाँ हुन्छ भोलिको दिन म जन्माउँछु, म बायोलोजिकली पनि जन्माउने हुन्छु, यत्रो वर्ष जन्माएन तर यो परमेश्वरले के भनेको, यो अगमवक्ताले के भनेको भोलिको दिन जन्माउँछ अरे। कहाँ हुन्छ भोलिको बिहानीले चाहिँ नयाँ करुणा, नयाँ आनन्द ल्याउँछ अरे परमेश्वरको वचनले भनेको छ। यो हुनै सक्दैन, हुँदैन भन्ने नि शत्रुले कतिचोटि तपाईँको विचारमा तपाईँलाई यो कुरा नि हालिदिन्छ। सुन्नुहोस्, तर आज प्रभुको सन्देश, भोलिको दिन प्रशस्ति हुन्छ। होली गोस्ट भोलिको दिनले पर्खिरहेको छ। सुन्नुहोस्, अगमवक्ताले नि भोलिको आउने कुरालाई नि देखेर नि अगमबानी बोल्दैछ भोलिको दिनलाई, भोलिको दिनलाई, भोलिको समयलाई, भोलिको डेटलाई, भोलिको टाइमलाई, भोलिको क्यालेन्डरमा जुन जुन कुराहरू छ अगमवक्ताले चाहिँ भोलिको दिनलाई अगमबानी बोल्दैछ। किनकि भोलिको दिनलाई आज्ञा गरेछ, भोलिको दिन तैँले प्रशस्ति ल्याउँछस्। सुन्नुहोस्, अगमवक्ताले नि परमेश्वरले आश्चर्य कर्म गर्नु सक्छ भन्ने कुरामा नि विश्वास गरेको थियो। सुन्नुहोस्, यो लास्ट डेमा नि के हुँदैछ भन्नुहोस् त, शत्रुले एउटा झुट के हाल्दैछ भन्दा नि अब परमेश्वरले आश्चर्य कर्म गर्दैन। आमेन। हेर, बहिनीले विश्वास गर्ने भइसक्यो। शत्रुले कस्तो खालके नि एउटा झुट हालिदियो भन्दा नि
अब चङ्गाई छुटकारा चाहिँ प्रेरितहरूको समयमा मात्रै हो। अब चङ्गाई छुटकारा छैन। अब त्यो ठाउँमा चाहिँ नि परमेश्वरको महिमा प्रकट हुँदैन। अब अन्धोले आँखा देख्ने कुराहरू हुँदैन, मुर्दा उठ्ने कुरा हुँदैन। अब जुन कुरा यीशु प्रभुले यूहन्ना 14:12 भने म भन्दा शक्तिशाली कार्य तिमीले गर्छौ भन्ने कुरा चाहिँ त्यो अरूको लागि हो, तर हाम्रो पुस्ताको लागि होइन, हाम्रो पुस्तामा हुँदैन भन्ने शत्रुले एउटा डरलाग्दो झुट चाहिँ हाल्दैछ। सुन्नुहोस्, हुँदैन भन्ने कुरा। तर अगमवक्ता चाहिँ माथिसँग जोडेको मान्छेले के भन्दैछ भन्दै नि, उसले आफ्नो परमेश्वरलाई चिनेको थियो अनि उसले भन्दैछ भोलि हुन्छ, भोलि हुन्छ। भोलि जुन चाहिँ ठाउँमा तपाईँले अहिले अनिकाल देख्नु हुँदैछ, राजा त्यो समयको प्रजाहरू, यो भोलि टलेर जान्छ, यो रहँदैन, यसको अस्तित्व छनीको, यो कालो दिनको अस्तित्व छनीको, अन्धकारको शक्ति बढिरहेको कुरा देखाउँदै, डर देखाउँदै यो कुरा छनीको। तर परमेश्वरको आगमन, यीशु प्रभुको महिमा प्रकट हुने दिन चाहिँ भोलि आउँदैछ। सुन्नुहोस्, प्रभु आउनु हुँदैछ। प्रभुले आफ्नो महिमाको साथमा आउनु हुँदैछ। प्रभुले जुन कुरा चाहिँ नि अघिको दिनसम्म मेबी हामी त्यो ठाउँमा देखेको छैनौँ, यति बिघ्न झरीपछि झरीको मेसेज, यति बिघ्न वृष्टिपछि वृष्टिको मेसेज, यति बिघ्न हामीले परमेश्वरले त्यो कुरा ल्याउँदैछ, ठुलो महिमा ल्याउँदैछ भन्ने कुरा सुनेर हामी त्यो कुरालाई नि सजिलोसँग त्यसलाई लिने भइसक्यौँ, तर विश्वास गर्नु बिर्सिसक्यौँ। सुन्नुहोस्, तर आज म तपाईँलाई ग्यारेन्टीको साथमा, वचनको प्रतिज्ञाको साथमा भन्न चाहन्छु, परमेश्वरले भोलिको दिन आश्चर्य कर्म गर्नुहुन्छ हुन्छ। आमेन। सुन्नुहोस्, अनि त्यो कप्तानले के भन्यो, हुँदैन, हुँदैन, हुनै सक्दैन। भोलिको दिन यदि भयो भने त परमेश्वरले स्वर्गै खोले तापनि त्यो कुरा हुन सक्दैन। सुन्नुहोस्, तर विश्वास गर्नेले परमेश्वरको बाटोलाई हेर्छ, विश्वास गर्ने लागि पर्छ, विश्वास गर्ने क्रियाशील हुन्छ, विश्वास गर्ने व्यक्ति चाहिँ काम गर्नुको लागि अगाडि लम्किन्छ, किनकि उसको विश्वासमा काम मिक्स हुन्छ। उसको विश्वास चाहिँ माथिको कुरामा मन लगाउने भएको कारणले गर्दा एउटा विश्वासीले के गर्छ भनेदेखि भोलिको दिनलाई घोषणा गर्न थाल्छ, भोलिको दिनको लागि अगमबानी गर्न थाल्छ। एउटा विश्वास गर्ने मान्छेले परमेश्वरको वचनको प्रतिज्ञालाई यो पृथ्वीमा जसै बोल्न थाल्छ। सुन्नुहोस्, भोलिको दिनमा त्यही हुन्छ। मेरो प्रिय, के बोल्नु हुँदैछ तपाईँ? हो देख्छ अनिकाल, हो देख्छ धेरै समस्या। सुन्नुहोस्, त्यसको बेसी चर्चा गर्नु भन्दाखेरि तपाईँले अब त्यसमा जीवन बोल्न थाल्नुहोस्।